हाई हेलो नमस्कार सम्पूर्णमा र आज सबिना गुरुङ र सागर राईको बिहेको भ्लग बनाउँदैछु र सबैजना आज यो तनहुँमा हुने गुरुङ जातिहरूको रीतिरिवाज बिहेको रीतिरिवाजलाई झल्काउने कोसिस गर्नेछु। आउनुहोस् हेरौँ। लो गाइस हेलो तनहु आइपुगे हामी बेहुली लिन स्वर्णिम माग्लेको चुनाबेरिया ल हामी पनि आयौँ। यस्तो रहेछ, आउँदाखेरि चाहिँ गाडी घुम्ने बनाइदिनु पर्यो, फेरि पनि ककसको लप पर्ला, फेरि आउनु पर्ला होइन। तेरो चाहिँ हो भनेन भनेर हेर न, अगाडि अगाडि बोलेको कान्छीलाई बेनाजु हुन्छ। कस्तो लाग्यो ठुली भाइको बिहे खानु? जन्ती आउँदा रमाइलो लाग्यो ओठमा मुस्कान दिनै पर्यो। सिन पनि कति राम्रो छ के क्या चाहिँ गरेँ। सबैजना बेहुलाको अझी बेहुलाको टुप्पा बेहुलाको ठुलो दाजु बाबाहरू सबै तल आउँदै हुनुहुन्छ। मैले पनि दोहोरो सास फेर्न सकिनँ हो। अनि बेहुलाको नाना माइजूहरू ल तनहुँ जिल्लामा हामी जन्ती लिएर आएको छौँ, आउँदैछौँ। अनि के गाइस, अनि बेहुलीको घर पुग्नुभन्दा अगाडि नै बेहुलीलाई बाटैमा ल्याइदिनु हुँदो रहेछ। अनि उहाँको ठुलो बाबाले यहाँ हामीलाई बेहुली ल्याइदिनु भएको छ र अब यहाँ हामीले पनि माला लगाइदिएर बेहुला बेहुलीलाई सँगै लगेर बेहुलीको घर जानुपर्ने रहेछ। अनि हामीले बेहुलीलाई माला लगाइदिएर अनि बेहुलाको ठुलो बाबाले ल्याइदिनु भयो। अनि अब बेहुलीलाई माला लगाइदिएर हामी जन्ती सँगसँगै बेहुलीलाई पनि लिएर जानुपर्ने उहाँहरूको रीतिरिवाज रहेछ गुरुङ जातिहरूमा। हामी पनि अनभिज्ञ छौँ र अनि के कसो रहेछ, के कस्तो हुँदो रहेछ, कसरी रहेछ, कसैले सोध्दै खोज्दै अनि हामी पनि अचम्म के हामी नयाँ रीतहरू होइन, हेर्दाखेरि रमाइलो लाग्ने अचम्म लाग्ने यस्तो कुराहरू हुँदो रहेछ। अब पहिलोचोटि देखेको होइन, हामी पूर्वदेखि पश्चिम गएको जन्ती, हाम्रो बेहुली पश्चिमको हो। अब त्यहाँबाट हामी बाटो लागेपछि सँगै अब हाम्रो बेहुली त तपाईँ झन्डै त्यही त नि कहाँबाट तनक हेर्दै होला भन्छु त झर्दै पर्यो। हाम्री दुलै नानी चिरिच्याट्ट परेर गुरुङ ड्रेसमा हिँडिरहेकी छिन्। अनि कि गाइस, बेहुलाको बाबाले फ्याट पैसा गन्दै हुनुहुन्छ। यो चाहिँ यहाँको गुरुङहरूको रीतिरिवाजमा पर्ने यो सगुन राखेको हुनुहुँदो रहेछ र त्यो सगुनलाई चाहिँ हामीले दस्तुर तिर्नु पर्ने रहेछ बेहुलाको बाबाले, त्यही भएर पैसा फ्याट गन्नु भएको है। अनि त्यहाँबाट रक्सी, रोटी, अन्डा, अनि रोटी त थिएन साँच्ची त, अनि मासु अचार चाहिँ थियो है हजुर। तर त खानु त खाइसक्यौँ न, त्यहाँ रुखको फेदमा राखेको थियौँ, कसले खायो कि के भयो। त्यसपछि त्यहाँ हँस्यौली ठट्यौली पनि हुँदो रहेछ। यो हँसाउनुको लागि उहाँहरूले कोलाको थामलाई राँगा बनाएर राँगाको सिङहरू उकालेर लिएर कोलाको थामलाई लगाइदिएर अनि पुछार पनि काटेर ल्याएर पुछार लगाएर उहाँहरूले त्यहाँ हँसाउनुलाई एकदमै रमाइलो गर्नुको लागि यहाँ गर्दै गर्नुभएको छ। अनि हामीले हेऱ्यौँ, रमाइलो लाग्यो।
गाइस भिडियो लामो भएको कारणले आजलाई म बिदा मागेँ। बाई अर्को यो भिडियोलाई म फेरि जोड्ने नै छु। अर्को भिडियोमा भेटौँला। ओके बाई। अनि गाइस हामी बेहुलीको घरमा पुग्यौँ बेहुला बेहुलीसँगै लिएर। अनि जन्तीलाई र बेहुला बेहुलीलाई अगाडि झुरुप्पै राखेर बेहुलीको माइती पक्षले बाउ माइतीहरूले नि बाजेले उयो बाजे हो सेतो कपडा लाउनु हुने बेहुलीको। अनि उहाँहरूले चामलले पर्सिँदै जन्तीलाई बेहुला बेहुलीलाई उहाँहरूले 3 फन्को यसरी घेरा लाउनु हुँदो रहेछ। यो पनि यो नयाँ रीतिरिवाज हामीलाई चाहिँ नयाँ लाग्यो। अनि कि गाइस हामीलाई चाहिँ लागेको थियो कि यो जुत्ता कतिखेर लुकाउँछ होला। अब कन्यादान पनि हुँदैन होला छेत्री बाहुनको जस्तो। अब कतिखेर जुत्ता खोलेर लुकाउँछ होला भनेको त बेहुला भित्राउने बेलामा जुत्ता खोल्नु पर्यो। त्यतिखेर बेहुलाको सालीहरूले दाउ पार्दो रहेछ। यस्तो मजा भएन। अनि कि साथीहरू यो यहाँ राखेको सुन्तला नि त गाडीले रिङ्गटा चलाइदिएको बेला त खाउँ खाउँ लागेर अनि 2-3 चोटिको पालोमा त खारै छाडियो। अनि हेर्न यो रोटी हो नि यो रोटी हो है। रक्सीको ड्रमहरू छ। अनि बुके पनि लिएर आउनु भएको छ। अनि त्यस पछाडि कानमा पनि के टिका लाएर कानमा पनि पैसा सिउरिनु। किन हौ